उहाँ दाजुले त सबैले चिन्नुहुन्छ नि होइन। आजभोलि चाहिँ फेरि मेरो के भयो भने फेसबुक खोल्ने बित्तिकै सबभन्दा पहिला उहाँको भिडियो आउँछ। अनि उहाँको भिडियो फेरि के सम्बन्धी हुन्छ, फेसबुकमा ओरिजिनल कन्टेन्ट हाल्नुहोस्, फेसबुकबाट पैसा लिनुहोस्, फेसबुकले पैसा दिन्छ, यस्तो खालको मात्रै धेरै। अनि ओरिजिनल कन्टेन्ट भनेको के हो, आफू नबुझेर फेरि हैरान। अनि त्यसपछि मैले उहाँलाई मेसेज गरेर कमेन्ट गरेर ओरिजिनल कन्टेन्ट भनेको के हो, यो कहाँ किन्न पाइन्छ, यसको कति पर्छ, कस्तो पसल भयो किन्न पाइन्छ भनेर अब मेसेज गरेँ, कमेन्टहरू गरेँ, रिप्लाई नो रिप्लाई, मेसेज नो रिप्लाई। यसपछि आज चाहिँ भएन भनेर यो कस्तो चाहिँ दोकानमा पाउँदो रहेछ त। यो मेरो रुम नजिकै एउटा दोकान छ, नुनदेखि सुनसम्म पाउने। त्यो दोकानमा त यो ओरिजिनल कन्टेन्ट भने कसो नपाउला होइन, गएर सोध्ने हो। मलाई चाहिँ फेसबुकमा हालेर ओरिजिनल कन्टेन्ट चाहियो, कति पर्छ भनेर। नुनदेखि सुनसम्म पाउने दोकानमा त कसो नपाइहाल्ला, सुनभन्दा महँगो त छैन होला। म पनि यसो 2-3 केजी ल्याएर ल्याम्मै ल्याएर फेसबुकमा हाल्नु पऱ्यो, भोलिदेखि मारामार कुटुङटुङ पैसा। सोद्धाखेरि कसैले, साथीहरूले सोद्धा पनि ओरिजिनल कन्टेन्ट भनेको के हो, यो कहाँ किन्न पाउँदो रहेछ भनेर सोध्यो भने सबैले थाहा छैन भन्छ। साथीहरू सबै म जस्तै हरिलटक, के गर्ने अब यस्तो परेपछि बरु दोकान गएर आफै सोध्नु पऱ्यो। नुनदेखि सुनसम्म पाउने दोकान छ एउटा यहाँ नजिकै, अब गएर त्यहाँ गएर सोध्छु। अब त्यहाँ गएर सोधेपछि त कसो थाहा नपाउला। त्यसपछि 2-3 किलो झ्याप्पै हाल्ने हो। 2-3 किलो हालेर अब पैसा पनि झ्याप्पै राम्रै आयो भने त्यहाँबाट किनेकै, हालेको किनेको। ओरिजिनल कन्टेन्ट किन्ने हाल्ने लु जा सकियो अब। अनि त्यसपछि मेरो पनि ल फेसबुकबाट यति पैसा आयो भनेर फेसबुकमा पनि फेरि फोटो हाल्ने, स्क्रिनसट गरेर मान्छेहरूले जस्तै। त्यस्तो त अब गर्ने भइहाल्यो नि। म किन्न जाँदैछु नि त अहिले, ओरिजिनल कन्टेन्ट किन्न जाने हो कि अब मान्छे नपत्याएको होइन। अब हेर कति कमाउँदो रहेछ फेसबुकबाट पैसा, अब थाहा हुन्छ सबैले।